प्रतिनिधिले पानी ल्याएको छ पठाइदिउन पानी खान नमस्कार। एकदमै एक्साइटेड छु। अब मेरो भोट पनि काउन्ट हुन्छ भन्ने कुराले मलाई एकदमै एक्साइट गरिरहेको छ र भोलिको रिजल्टलाई नै एकदमै एक्साइटेड छु। मैले सकेसम्म भन्छु जे पनि कुरा रिपिट नहोस्, नयाँ चिजलाई हामीले चान्स दिनुपर्छ। त्यही भएर त्यही अनुसार भोट दिनु अब सबैको आफ्नो पोइन्ट अफ भ्यू हुन्छ। वास्तवमा अहिलेको चुनाव हरेक 5 वर्षमा गरिने चुनाव भए तापनि अहिले विभिन्न कारणवश देशमा जुन आन्दोलनहरू भए युवाहरूको, त्यो आन्दोलनले गर्दा अहिले निर्वाचन हुन गएको छ र देशमा आर्थिक हिसाबले निर्वाचन वास्तवमा जनताले नखोजे तापनि अहिलेको माहौलमा देशको जुन विभिन्न क्रियाकलापहरू जस कारणले गर्दा जनताहरू असन्तुष्ट भएको कारणले गर्दा अहिलेको नयाँ निर्वाचन गरिएको हो र यस निर्वाचनमा वास्तवमा राष्ट्रप्रेमी, राष्ट्रको हितमा काम गर्ने, त्यसमा पनि अझ युवा वर्गहरू लाई राखेर र वास्तवमा प्रत्येक पार्टीको एजेन्डा गर्ने एजेन्डा र खालि लेखिने एजेन्डा के हो, वास्तविक एजेन्डा के हो कुन पार्टीको, त्यो पार्टीलाई हेरेर त्यसमा पनि युवा उम्मेदवारहरूलाई दिने किसिमको अहिलेको यो निर्वाचनमा मतदाताहरूको सहभागी भएको छ।